छोरा 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 आमा आमा दैले त खोलाले बगायो तपाईले मलाई छाडेर नजानुस् न आमा म टुहुर हुन्छु आमा छोरी तिमीले भनिहाल्यौ तिमीले जान्दैन यत्रो ठुलो चौरमा यत्रो घना जंगलमा कहाँ आइपुगे को बाहिर छ यो जिन्दै छ कि हो जिन्दै छ होला घर लैजाने पर्यो उठा बाटो भेटाए बल्ल बाबा 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 बाहिर आउनु त अहिले कसलाई लिएर आइस बाबु बगाएर लिएर आएर रहेछ मैले भात छन्डर लिएर आएँ भात छ होला बाबु सास चेक गर्नु न बाबु ल्याएर ठीक गरिस् भाइ जिउँदो हो ए हो र बाबा
बाबा भाइको होस आयो। ल ल बाबु म आएँ। निशानपुरी तिमीलाई खोलाले कसरी बनायो बाबु? हामी खोलाको बाटो जाँदैथ्यौँ। त्यसपछि सेनापति प्रमुख, आज पृथ्वी लोकमा कसको मृत्यु परेको छ म हेर्दैछु। आज नवराजको पालो रहेछ। आज नवराजलाई लिन जानुपर्छ। दाइ हजुर दाइ, अब मैले आमालाई र बहिनीलाई जसरी पनि खोज्नु पर्छ, किनकि मलाई पनि परिवारको धेरै न्यास्रो लागेको छ। दाइ, मैले बहिनीको हातको भाइटिका लाउन नपाएको 20 वर्ष भइसक्यो। अब मैले जसरी पनि बहिनीको हातको टिका लाउनु पर्छ। दाइ, म त कस्तो अभागी रहेछु दाइ। यत्रो 20 वर्षसम्म बहिनीको हातको सत्तरङ्गी टिका पाउने म कस्तो दाइ रहेछु। दाइ, तपाईँले मलाई आफ्नै भाइ जस्तै गरी पाल्नुभयो। ममा कसैको पनि कमी हुन दिनु भएन। तपाईँलाई धेरै धेरै धन्यवाद छ दाइ। मैले अब आफ्नो घर परिवार जसरी पनि खोज्नु पर्छ। राम्रोसँग बस्नु है दाइ, म जान्छु। हामीलाई नबिर्सिनु है बाबु। दाइ, तपाईँले ममाथि लगाउनु भएको गुण र म तपाईँलाई कहिल्यै पनि बिर्सिन सक्दिनँ दाइ।
मैले आमा र बहिनीलाई कहाँ खोजु? तिहार पनि नजिकिँदैछ। यत्रो ठुलो सहरमा कहाँ खोजु मैले बहिनीलाई र आमालाई? सायद यसपालि पनि बहिनीको हातको भाइटिका लाउन लेखेको छैन होला मलाई। आखिर मैले कहाँ खोजु? कसलाई भनौँ? के गरौँ? न त बहिनीको फोटो छ न त आमाको नै। आखिर गरौँ त के गरौँ म? Oh no! आज तेरो अन्तिम दिन हो। आज म तँलाई लिन आएको। त आज मसँग जानै पर्छ। हेमराज, मलाई आज नलैजानु। बरु तपाईँ तिहारको दिन आउनुहुन्छ भने म जानको लागि तयार हुन्छु। किनकि अहिलेसम्म मैले बहिनीको हातको भाइटिका लाउन पाएको छैन। तिहारको दिन म तँलाई लिन आउँछु। तिहारको दिनमा रेडी भएर बस्नु। तिहारको दिन जसरी नि मसँग जानै पर्छ। जताततै झिलिमिलीले एकदम वातावरण राम्रो देखिएको छ। तर भाइटिका लाउनको लागि घर भेटेको छैन। खोज्दा तिहार आउन पनि 2 दिन बाँकी छ। अब के गरौँ मैले? अब बीस वर्ष भइसक्यो दाइलाई टिका लगाइदिनु पाएको छैन। अब म मर्नु बाहेक केही बिग्रेको छैन। बहिनी, के गर्न लाग्यो तिमी? यस्तो नचाहिने काम पनि गर्ने हो? 20 वर्ष भइसक्यो मैले दाइलाई भाइटिका लगाइदिन नपाएको। मर्नु बाहेक मैले अरू विकल्प केही देखिनँ दाइ। यति सानो उमेरमा मर्नु हुँदैन बहिनी। तिम्रो घर कहाँ हो भन बहिनी? किन गर्छन्? म पुऱ्याइदिन्छु। दाइ यता होइन, यता होला। ए ल हुन्छ बहिनी। आन्टी मम्मी कहाँ राख राते? को हो त्यो मान्छे? हात्तीमा हिँड्न नि छोरी मान्छे भएर। आन्टी त्यस्तो नराम्रो केही पनि नसोच्नुहोस्। किनकि बहिनीले आत्महत्या गर्दै थिइन्। मैले उसलाई बचाएर लिएर आएको। किन मर्न गएको छोरी? तिमी किन मर्न गएको? मैले सबै थोक पुऱ्याएकै थिएँ त। तिमी मर्न पर्ने आवश्यकता के थियो भन त? त्यस्तरी मर्न जान हुन्न नि। म के गर्नु त आमा? यत्रो 20 वर्ष भइसक्यो दाइलाई मैले टिको लगाइदिन पाएको छैन। घुमाइयो क्या सिस्तानी छोरी दाइलाई घुमाइयो। अब हेर्नु आन्टी, अब 8 पनि बजिसकेछ होइन? अब म चाहिँ जानुपर्छ। बाबु यो फोटो कसरी आयो तिमीसित? फोटो? यो फोटो मेरो म सानो छँदाखेरिको। बाबु छोरा यत्रो ठुलो भइसक्यौ तिमी? म तपाईँको छोरा कसरी भएँ? यो त मेरो यो बचपनको त फोटो। सानैमा खोलामा बगेको हो नि। हामी त मर्यो भनेर उ गरेको थियौँ। हामी खोलाको बाटो जाँदै थियौँ।
यसरी हामी बिछोड भएथ्यौँ बाबु। यत्रो 20 वर्षपछि बल्ल मैले आफ्नो परिवारलाई फेला पारेँ। भोलि भाइटिका छ, बहिनीको हातको भाइटिका पनि ल्याउन पाउने भए। वर्षौं वर्षसम्म खाली भएको निधारमा अब बहिनीको हातको भाइटिकाले भरिनी भयो। कहाँ थिएँ, कुन अवस्थामा थिएँ? म परिवारबाट बिछोड भएको थिएँ। फेरि आज भगवानले मिलन गराउनु भएको छ। भगवानको कृपाले आज फेरि घर परिवारसँग फेरि मिलन भएको छ। आज तेरो अंतिम दिन हो नवराज। मैं 20 वर्ष पछि भाइटिका लगाइदिन पाएको छु। अहिले दाइलाई नलैजाने। तिम्रो दाइप्रतिको माया देखेर म एकदम प्रभावित भएँ। के वर माग्छौ माग।
अहिले अरू तपाईँसँग केही वर माग्दिनँ मैले दाइलाई भाइटिका लाइदिएँ गौ माताको रङ गर्ने